स्पेशली र स्पेशली धेरैले यसलाई इन्टरचेन्जेबली युज गरिरहेको हुन्छ तर यिनीहरू बीच डिफरेन्स पाउनुहुन्छ। पहिलो छ स्पेशली, यसमा चाहिँ ई पहिला आउँछ स्पेशली 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 यसलाई चाहिँ युज गरिन्छ टु सिङ्गल आउट वान थिङ बिङ मोर इम्पोर्टेन्ट ट्रु देन अदर्स इन अ ग्रुप। कुनै ग्रुपबाट एउटा कुरोलाई चाहिँ अरूभन्दा ज्यादै इम्पोर्टेन्ट ज्यादै होइन साँचो या त्यसलाई इम्फोसाइज गर्नको लागि स्पेसली युज गरिन्छ। फर इक्जाम्पल मलाई नेपाली सबै खानाहरू मनपर्छ विशेष गरी। अब स्पेसलीको ट्रान्सलेट हुन्छ विशेष गरी खास गरी ल। सो मलाई नेपालीको सबै खानाहरू मनपर्छ विशेष गरी मोमो। आई लाइक अल नेपाली फुड स्पेसली मोमो। यसको अर्थ हुन्छ मलाई सबै फुडहरू मनपर्छ तर मेरो फेभरेट चाहिँ मोमो। त मोमोमा इम्फोसाइज गरियो नि त, बुझ्नुभयो। द रोड इज डेन्जरस स्पेसली आफ्टर द रेन। मतलब रोड त्यतिकै पनि डेन्जरस छ नै छ स्पेसली, बुझ्नुभयो, विशेष गरी खास गरी पानी परे पश्चात चाहिँ झन् डेन्जरस छ। अनि स्पेसलीलाई एज अ भेरीको रूपमा पनि युज गरिन्छ मतलब एकदमै धेरै। जस्तो सी इज एन स्पेसली ट्यालेन्टेड सिङ्गर। ऊ एकदमै ट्यालेन्टेड सिङ्गर हो। अब स्पेसली चाहिँ युज गरिन्छ कुनै कुरा उद्देश्यले बनेको छ फर अ पर्पस। यसको नेपालीमा ट्रान्सलेसन हुन्छ विशेष, जस्ट विशेष। स्पेसली चाहिँ विशेष गरी खास गरी र स्पेसली चाहिँ ट्रान्सलेट हुन्छ विशेष। जस्तो यो केक विशेष तिम्रो लागि हो, बुझ्नुभयो, यो बनिएको कारणै तिम्रो लागि हो। द केक इज स्पेसली मेड फर यु, यो तिम्रो लागि हो, युनिक रिजन, बुझ्नुभयो। द सुज आर डिजाइन स्पेसली फर विन्टर। यो जुन जुत्ताहरू छ यो विशेष चाहिँ विन्टरको लागि, जाडो महिनाको लागि बनाइएको हो। सी हेड द ड्रेस स्पेसली फर यु। उसले तिम्रो लागि विशेष ड्रेस बनाएको छ। त आई होप स्पेसली र स्पेसली बिचको डिफ्रेन्सलाई बुझ्नुभयो। यसको प्रोनाउन्सिएसन सिमिलरै सुनिन्छ तर हल्का स्लाइटली डिफ्रेन्ट छ स्पेसली र स्पेसली।